अंग्रेजी व्याकरण सिक्दा दिक्क लाग्छ होला। यदि ती पुराना झन्झटिला तरिकाहरूले काम गरिरहेको छैन भने चिन्ता नलिनुहोस्। आजको यो विश्लेषणमा हामी व्याकरणलाई एउटा बिल्कुलै नयाँ नजरले हेर्दैछौँ, जहाँ हाम्रो मुख्य ध्यान वाक्य बनाउनमा हुनेछ। ल सुरु गरिहालौँ है त। हामीमध्ये धेरैलाई अंग्रेजी व्याकरणका नियमहरू पढ्दा कता कता डर लाग्छ, झन्झटिलो महसुस हुन्छ, हैन? नियमहरूको त्यो लामो सूची, फेरि तिनका अपवादहरू, यो सबै सम्झिन खोज्दा त निराश हुनु एकदमै सामान्य हो। तर के होला यदि व्याकरण सिक्ने तरिका नै फरक भइदियो भने? हो, मुख्य कुरा यही हो। हामीलाई प्राय नियमहरू घोकाउन लगाइन्छ, तर यो नयाँ दृष्टिकोणले भन्छ व्याकरण नियमहरू कण्ठ गर्नका लागि होइन, बरु तिनलाई प्रयोग गरेर सक्रिय रूपमा वाक्यहरू बनाउनका लागि सिक्नुपर्छ। आखिर हाम्रो अन्तिम लक्ष्य भनेकै त वाक्य बनाउनु हो नि। त्यसो भए वाक्य बनाउने कसरी त? सोच्नुस् त, घर बनाउनु अघि हामीलाई इँटा, सिमेन्ट, रड चाहिन्छ नि, होइन र? हो, ठ्याक्कै त्यस्तै वाक्य बनाउन पनि केही आधारभूत सामग्रीहरू चाहिन्छ। हाम्रो पहिलो चरण भनेको तिनै सामग्रीहरूलाई चिन्नु हो। वाक्यका ती सामग्रीहरूलाई पार्ट्स अफ स्पीच भनिन्छ। अब यो सुन्दा अलिक गाह्रो जस्तो लाग्ला, तर साधारण भाषामा भन्नुपर्दा यो भनेको वाक्यमा हरेक शब्दको आफ्नो काम के हो भनेर बुझ्नु हो। कुन शब्दले के गर्छ भनेर थाहा पाउनु नै कुनै पनि वाक्य बनाउने पहिलो र सबैभन्दा महत्त्वपूर्ण जग हो। अंग्रेजीमा पार्ट्स अफ स्पीच त धेरै छन्, तर सुरुमा 4वटा मुख्य खेलाडीलाई चिनौं। पहिलो, नाउन, कुनै वस्तु वा व्यक्ति, जस्तै पेन्सिल। दोस्रो, वर्ब, कुनै काम वा अवस्था, जस्तै प्ले। तेस्रो, एडजेक्टिभ, यसले नाउन कस्तो छ भनेर बताउँछ, जस्तै ब्युटिफुल। र चौथो, एडभर्ब, यसले चाहिँ वर्ब कसरी भयो भनेर बताउँछ, जस्तै ब्युटिफुली। यिनीहरू नै हुन् वाक्यका मुख्य हिरोहरू। ल, अब यी सामग्रीहरूलाई जोडेर केही बनाउन सुरु गरौँ न त। हामी सबैभन्दा आधारभूत संरचनाबाट सुरु गर्छौं, मात्र एउटा नाउन र एउटा वर्ब। यहाँ हेर्नुहोस् है, द ड्राइभर ड्राइभ्स, अर्थात् चालकले चलाउँछ। यहाँ ड्राइभर नाउन भयो र ड्राइभ्स वर्ब भयो, जसले त्यो नाउनले गर्ने काम देखाइरहेको छ। यो एकदमै सरल भए पनि एउटा पूर्ण वाक्य हो। अब यो वाक्यलाई अलिकति मसलादार बनाऊ। हामी एउटा एडजेक्टिभ एङ्ग्री थप्छौं। द एङ्ग्री ड्राइभर ड्राइभ्स, अर्थात् रिसाएको चालकले चलाउँछ। देख्नुभयो, यहाँ एङ्ग्री शब्दले हाम्रो नाउन ड्राइभर कस्तो अवस्थामा छ भनेर थप जानकारी दियो। ठिक छ, चालक रिसाएको छ, तर उसले गाडी कसरी चलाउँदैछ त? हो, त्यो बताउन हामी एडभर्ब प्रयोग गर्छौं। द एङ्ग्री ड्राइभर ड्राइभ्स एङ्ग्रिली, मतलब रिसाएको चालकले रिसाएर चलाउँछ। यहाँ एङ्ग्रिली शब्दले हाम्रो वर्ब ड्राइभ्स कसरी भइरहेको छ भनेर देखायो। एडभर्बको कमाल यति मात्रै कहाँ हो र? यसले क्रियालाई मात्र होइन, विशेषण र अर्को क्रिया विशेषणलाई पनि थप वर्णन गर्न सक्छ। जस्तै चालक कति रिसाएको, एक्सट्रिमली एङ्ग्री भन्न सकियो, अनि कति धेरै रिसले चलायो, रियली एङ्ग्रिली भन्न सक्यो। हेर्नुस् त, एडभर्बले वाक्यमा कस्तो गहिराई र भाव थपिदियो। ल, अब हामीसँग निर्माणका सामग्रीहरू त भए। अबको चरण भनेको ती सामग्रीहरूलाई टेन्सेस अर्थात् कालको प्रयोग गरेर एउटा बलियो संरचनामा कसरी ढाल्ने भन्ने हो। यो एकै पटकमा सकिने काम होइन, बरु यो त एक पुनरावृत्तीय प्रक्रिया हो, मतलब पटक पटक दोहोर्याएर गरिने काम। अंग्रेजीमा जम्मा 12वटा टेन्सेस हुन्छन्। 3वटा मुख्य काल, पास्ट, प्रेजेन्ट र फ्युचर, अनि हरेकको 4-4वटा फरक रूप, 12। सुन्दा त कस्तो धेरै जस्तो लाग्छ हैन? तर आत्तिनु पर्दैन, किनभने मुख्य कुरा अर्कै छ। हो, यहाँको गोप्य कुरा नै यही हो। सबै 12वटा टेन्सेस एकै पटक कण्ठ गर्नतिर लाग्नु नै गल्ती हो। बरु यसलाई एउटा क्रमिक र चक्रीय प्रक्रिया मार्फत बिस्तारै बिस्तारै सिक्दै जानुपर्छ। यो प्रक्रियाले काम कसरी गर्छ त? हेर्नुस् है, पहिलो 3वटा सिम्पल टेन्सेस पास्ट, प्रेजेन्ट, फ्युचरबाट सुरु गर्ने। दोस्रो, ती टेन्सेस प्रयोग गरेर धेरैभन्दा धेरै सरल वाक्यहरू बनाउने। तेस्रो, ती वाक्यहरूमा एडजेक्टिभ्स र एडभर्ब्स जस्ता मसलाहरू थपेर त्यसलाई रसिलो बनाउने। त्यसपछि चौथो, टेन्सको नयाँ सेट, जस्तै कन्टिन्युअस सिक्ने। पाँचौं, अब पुरानो र नयाँ टेन्सेस मिसाएर अभ्यास गर्ने। र छैकौं, यही प्रक्रिया दोहोर्याइरहने।
यो तरिकाले कस्तो जादु गर्छ यहाँ हेरौ न। एउटा सामान्य वाक्य छ, द म्युजिशियन प्लेज द गिटार। अब यसमा पार्ट्स अफ स्पीच थपेपछि कस्तो बन्छ त? द भेरी ट्यालेन्टेड म्युजिशियन प्लेज द गिटार रियली ब्युटिफुली। फरक देख्नुभयो नि? वाक्य कति जीवन्त र विस्तृत बन्यो। अब हामी तेस्रो र अन्तिम चरणमा आइपुग्यौं। आधारभूत वाक्य र टेन्सेस सिकेपछि अब घरलाई रङरोगन गरे जस्तै वाक्यलाई अझ शुद्ध र परिष्कृत बनाउन केही महत्त्वपूर्ण व्याकरणका नियमहरू सिक्नुपर्छ। यो कुरा एकदमै महत्त्वपूर्ण छ। धारा प्रवाह बोल्नका लागि हरेक एउटा नियम जान्नै पर्छ भन्ने हुँदैन। बरु चलाकी केमा छ भने सबैभन्दा महत्त्वपूर्ण र बारम्बार प्रयोग हुने नियमहरूमा पोख्त हुनु जरुरी छ। त्यसो भए ती अत्यावश्यक नियमहरू के हुन् त? यसलाई व्याकरणको वर्णमाला जस्तै मान्न सकिन्छ। यसमा रिलेटिभ क्लजेस, प्यासिभ स्ट्रक्चर्स, क्वान्टिफायर्स जस्ता कुराहरू पर्छन्। टेन्सेस र पार्ट्स अफ स्पीचको जग बसिसकेपछि यस्ता नियमहरूले वाक्यलाई अझ उन्नत र परिष्कृत बनाउन मद्दत गर्छन्। ल, अहिलेसम्म हामीले छलफल गरेका सबै कुरालाई एकै ठाउँमा जोडेर हेरौँ न त। यो पूर्ण सिकाइ चक्र आखिर देखिन्छ कस्तो? यो नै हो त्यो पूरा खाका। पहिलो, कुनै एउटा व्याकरणको अवधारणा जस्तै टेन्स वा कुनै नियम सिक्ने। दोस्रो, त्यसैसँग मिल्ने नयाँ शब्दहरू सिक्ने। तेस्रो, ती दुवैलाई मिलाएर धेरैभन्दा धेरै वाक्यहरू बनाउने। चौथो, थप पार्ट्स अफ स्पीच प्रयोग गरेर ती वाक्यहरूलाई अझ विस्तृत बनाउने। र पाँचौं, अर्को अवधारणा लिएर यही चक्र थेली सुरु गर्ने। बस। अन्त्यमा यो कुरा फेरि एकपटक मनमा राखौं, हाम्रो लक्ष्य भनेको व्याकरणका नियमहरू रट्नु मात्रै होइन, वास्तविक लक्ष्य त आफ्नो विचारलाई प्रष्टसँग व्यक्त गर्न सक्ने गरी वाक्यहरू बनाउने आत्मविश्वास र क्षमता विकास गर्नु हो। त्यसो भए अब प्रश्न उठ्छ, यो नयाँ खाका प्रयोग गरेर बनाउन सकिने पहिलो वाक्य कुन होला? किनकि निर्माणका आजैबाट सुरु हुन सक्छ।